सो हाई एभ्रिवान वेलकम टु माई अनदर मिनी भ्लग गाइज। आज चाहिँ हामी रेडी भएर चाहिँ कहाँ जाँदैछौँ भने चाहिँ आज चाहिँ मेरो साथीको चाहिँ छोरीको चाहिँ बेली बिहा थियो। सो आज चाहिँ हामी तिनजना रेडी भएर चाहिँ त्यहाँ जाँदैछ साथीको घर है। अन्त आज चाहिँ हामीले तिनैजनालाई चाहिँ ट्रेडिसनल तामाङ ड्रेस लगाएको छ। प्रियन्सिकाको चाहिँ फर्स्ट टाइम हो उसले चाहिँ ट्रेडिसनल ड्रेस लगाएको है। सो कस्तो लागेको छ प्लिज तपाईहरु पनि बताइदिनुहोस्, कमेन्ट गर्नुहोस् है। अन्त हामी चाहिँ जाने बित्तिकै यहाँनिर फुड बारमा राख्यो हामीलाई चाहिँ स्न्याक्सहरू। सो प्रियन्सिकालाई चाहिँ पुरा थर्स्टी भएर उसलाई चाहिँ हो अन्त जुस देखेर सो उसले चाहिँ जुस लिइहाल्यो। अन्त त्यहाँदेखि चाहिँ हेर्नुहोस् न यस्तो मजाले डेकोरेसन गरेको थियो है। बेली बिहा चाहिँ मेरो साथीको छोरीको चाहिँ ठुलो गरेको थियो है, बिहा जस्तै। अब उनीहरूको बिहै हो यो बेली बिहा है, उनीहरूको एउटा प्रधान कल्चर हो। अन्त त्यहाँदेखि चाहिँ मेरो साथी चाहिँ हेर्नु न बिजी थियो है। मेरो साथी चाहिँ यहाँनिर देख्नुहुँदैछ दुईजना ट्विनिङ है, लिटल ब्राइड अन्त उसको मम्मी। सो मेरो साथी हो, ऊ चाहिँ मेरो बेस्ट फ्रेन्ड है, हामीसँगै पढेको आफ्टर कलेज। अहिले पनि स्टिल हामी साथी नै छ, कन्ट्याक्टमै छ है, एउटै गाउँ हो। सो अन्त त्यहाँदेखि चाहिँ हेर्नु न प्रियन्सिका चाहिँ सकि नसक्यो उही गिफ्ट दिने अरे दिदीलाई। अन्त हामी चाहिँ कति दिन बादमा भेटेर चाहिँ हामी एकछिन गफहरू गऱ्यो है। अन्त आफ्टर हामी चाहिँ यहाँ खाना लिँदैछ। अन्त खानामा चाहिँ यस्तो टेस्टी थियो कि सबै अब यति साह्रो टेस्टी थियो। सो प्रियन्सिकाले चाहिँ खाना नखाने अरे, ऊ चाहिँ ग्रेप्स लिँदै थियो है। अन्त हामी चाहिँ खानाहरू खाएर एकछिन इन्जोय गरेर त्यहाँदेखि हेर्नुहोस् न गाउँ चाहिँ यति रमाइलो छ। यहाँ चाहिँ अहिले रेसोर्ट बनिँदैछ है। थ्याङ्क्स फर वाचिङ।